नमस्कार साथीहरू, पीएम स्पिक्समा हजुरहरूलाई स्वागत गर्दछु, जहाँ हामी आत्मविश्वास, आत्मविकास अनि शारीरिक मानसिक फिटनेसको यात्रामा सँगै अगाडि बढ्दैछौँ। आज हामी एक साधारण तथा गहिरो रुटिनमा छौँ, जहाँ स्किपिङ रोप मात्र होइन, सोच, भावना र ऊर्जा पनि चलिरहेको छ। सुरु गरौँ आजको वार्मअपबाट। वार्मअप भनेको केवल तन्किने, तातिने प्रक्रिया मात्र होइन, यो एक सङ्केत हो शरीरलाई, मनलाई अनि आत्मालाई तयार गर, किनकि केही गम्भीर परिवर्तन हुन लागेको छ भन्ने कुरा। जब तपाईँ हात हल्लाउनुहुन्छ, दौडिनुहुन्छ, स्क्वाट गर्नुहुन्छ, त्यो क्रियाले तपाईँको हड्डी र मांसपेशीलाई मात्र चलाउँदैन, त्यो तपाईँको निदाएको आत्मालाई बिउजाउने काम गर्दछ। यो एक किसिमको चेतना हो जसले भन्छ, अब उठ, अब परिवर्तनको समय आयो। साथीहरू, शरीर त चलिरहेको हुन्छ, तर मुख्य कुरा हो दिमाग पनि जागिरहनु, किनकि फिटनेस भनेको केवल सिक्स प्याक मात्र होइन। फिटनेस हो फोकस बढाउने क्षमता, निराशा हटाउने अनि नडगमगाउने आत्मशक्ति। आजको रुटिनमा जम्प रोप, स्क्वाट, हाई निज, लन्जेस, माउन्टेन क्लाइम्बर्सहरू जस्ता थुप्रै बडीवेट एक्सर्साइजहरू छन्। यी सबैले तपाईँलाई शारीरिक तथा मानसिक रूपमा एक्टिभ त बनाउँछन् नै, तर अझै गहिरो रूपमा यी अभ्यासहरूले तपाईँभित्र डिसिप्लिन, एन्डुरेन्स र माइन्डको क्ल्यारिटी पैदा गर्छन्। सुरुका दिनहरू सजिला हुँदैनन्। शरीर दुख्छ, सास फेर्न गाह्रो हुन्छ, मनमा हारको आवाज आउँछ, तर त्यही ठाउँ हो जहाँ तपाईँ डिसिजन लिनुहुन्छ, छोड्ने कि अघि बढ्ने भन्ने बारे। र तपाईँ अघि बढ्ने भन्नुहुन्छ र स्किपिङ गर्न थाल्नुहुन्छ, पसिना छुटाउनुहुन्छ, त्यो क्षण तपाईँ जीवनमा एक स्टेप अगाडि बढ्नुहुन्छ, किनकि हरेक रिपिटेसनमा तपाईँले भन्नुहुन्छ, म सक्छु, म थाक्दिनँ, म जित्न जन्मिएको हुँ। स्किपिङ भनेको एउटा यस्तो सिम्बल हो जहाँ तपाईँ हरेक पटक उफ्रिनुहुन्छ, जसले गर्दा त्यो तपाईँको डरमाथिको जित हुनेछ। त्यो हो अल्छीपनमाथिको जित, अल्छीपनमाथिको प्रहार। त्यो हो आफ्नो सपनालाई आफ्नो कामबाट पुष्टि गर्ने अद्भुत प्रक्रिया। साथीहरू, आजको हाम्रो यो 6 देखि 7 मिनेटको भिडियोले तपाईँलाई केवल क्यालोरी बर्न मात्र गराउँदैन, यसले तपाईँलाई डिसिप्लिन पनि सिकाउँछ। डिसिप्लिन जुन तपाईँको करियरमा, पढाइमा, सम्बन्धमा र जीवनको हरेक मोडमा काम लाग्ने गर्दछ। आफ्नो शरीरलाई कन्ट्रोल गर्न सिक्ने मान्छेले आफ्नो जीवनलाई पनि कन्ट्रोल गर्न सक्छ। त्यसैले आजको यो वर्कआउट रुटिन एक प्रकारको ध्यान पनि हो। ध्यान जहाँ तपाईँको आफ्नो हरेक मुभमा प्रेजेन्ट हुनुहुन्छ, जहाँ तपाईँको मन अहिलेको क्षणमा छ र त्यो क्षण नै परिवर्तनको क्षण हो। मेन्टल फिटनेस भनेको पनि यही हो। जब तपाईँ नियमित रूपमा वर्कआउट गर्नुहुन्छ, तपाईँको मन फोकस्ड रहन्छ, छोटो समयमा निर्णय लिन सक्ने क्षमता बढ्छ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, स्ट्रेस सहन सक्ने शक्ति बढ्दछ। हामी जीवनमा धेरै कुरा चाहन्छौँ, सक्सेस, ह्याप्पिनेस, पिस, वेल्थ, तर ती सबै कुरा चाहनुको अगाडि एउटा मेन कुरा चाहिन्छ, सुदृढ मानसिकता। र त्यो मानसिकता यस्ता रुटिन, यस्ता एक्सर्साइज र यस्ता पसिनाबाट निर्माण हुन्छन्। एक दिन, 2 दिन, 1 हप्ता, 1 महिना गर्दै समयहरू बिताउनु पर्ने हुन्छ। जब तपाईँ दिनहुँ कन्सिस्टेन्ट हुनुहुन्छ, परिणाम चमत्कारी देखिन्छ, रिजल्ट आफैले देख्नुहुन्छ। हामी यहाँ केवल वर्कआउट गर्न आएका छैनौँ, हामी यहाँ जीवन परिवर्तन गर्न आएका छौँ, आफ्नो भित्री डरहरूसँग लड्न आएका छौँ, आफ्नो कमजोर पक्षहरूलाई च्यालेन्ज गर्न आएका छौँ र आफूलाई अझ राम्रो, अझ सचेत, अझ शक्तिशाली बनाउन आएका छौँ। आज तपाईँले जुन स्किपिङ गर्नुभयो, जुन स्किपिङ गरेको भिडियो हेर्नुभयो, जसमा पुसअप गर्नुभयो, माउन्टेन क्लाइम्बर्स गर्नुभयो, यो तपाईँको सेल्फ
डाउट माथिको प्रहार हो। यो तपाईबाट तपाईलाई कमजोर बनाउने आवाजमाथिको प्रहार थियो। अब हरेक दिन हरेक रिपिटेसनमा सम्झनुहोस् तपाईँ जित्दै हुनुहुन्छ, तपाईँ अघि बढ्दै हुनुहुन्छ र तपाईको कन्सिस्टेन्सी नै तपाईको सफलता भन्ने छ। त्यसैले आज पनि यहाँसम्म आइपुग्नु भएकोमा म तपाईलाई स्यालुट गर्छु। तपाईको एनर्जी, डेडिकेसन र सेल्फ रेस्पेक्टले नै तपाईको एक्स्ट्रा अर्डिनेरी पनलाई जताउँदछ। यदि तपाईँ चाहनुहुन्छ कि तपाईको माइन्ड र बडी दुवै शक्ति सम्पन्नशाली बनुन्, तपाईँ हरेक दिन स्किपिङ रुटिनमा लाग्नुहोस्, मन लगाएर गर्नुहोस् र विश्वास गर्नुहोस् एक दिन तपाईँ आफैलाई हेरेर भन्नुहुनेछ, मैले यो सम्भव बनाएको हुँ, म आफै हुँ जुन चाहिँ मैले सम्भव बनाएको हुँ। PM स्पिक्समा हजुरहरूलाई फेरि पनि स्वागत छ। यस्ता मोटिभेसनल, फिटनेस र ग्रोथ ओरिएन्टेड कन्टेन्टका लागि कृपया सब्सक्राइब गर्न नबिर्सिनुहोला। कमेन्टमा लेख्नुहोस् तपाईको जर्नी कस्तो हुँदैछ। लाइक र सेयर गरेर यो पोजिटिभ एनर्जी फैलाउँदै जानुहोला। जय नेपाल। स्टे फिट, स्टे फोकस्ड, स्टे अनब्रेकेबल एन्ड स्टे हार्ड। थ्याङ्क यू। कृपया यो भिडियो मन पर्यो भने सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।